guys, welcome back to my channel. र आज हामी कुरा गर्नेछौँ क्वान्टम इन्ट्याङ्गलमेन्ट। क्वान्टम इन्ट्याङ्गलमेन्ट भनेको के हो भन्ने कुराहरू चाहिँ तपाईहरुलाई म एकदम विस्तृत रूपमा चाहिँ यसको बारेमा चाहिँ व्याख्या गर्नेछु। हुन चाहिँ क्वान्टम फिजिक्सको एउटा पार्ट छ जसमा एउटा क्वान्टम इन्ट्याङ्गलमेन्टलाई चाहिँ एकदम कम्प्लेक्स चीज मानिन्छ, वाइ इट्स ह्यापनिङ भन्ने कुराहरू चाहिँ आउँछ त्यहाँ। किन भन्दाखेरि चाहिँ दुईटा आइडेन्टिकल पार्टिकल्सहरूले एनर्जी एक्सचेन्ज गरिसकेपछि चाहिँ एउटा पार्टिकल्सलाई डिस्टेन्स अपार्ट राखे पनि, चाहे 10 मिटर, 5 मिटर, 50 मिटर, 100 मिटर या लाइट इयर्स हैन, पर गएर कुनै ग्यालेक्सीको एउटा कुनामा तपाईले त्यसलाई राख्नुहुन्छ र एउटालाई यही राख्नुहुन्छ भने चाहिँ उनीहरू बीचको इन्टरेक्सन चाहिँ एकदम इन्स्टेन्ट हुन्छ। त्यहाँ कुनै सेकेन्ड, माइक्रो सेकेन्डको भेरिएसन चाहिँ आउँदैन। त्यहाँ एउटालाई तपाईले राइट स्पिन दिनुभयो या क्लकवाइज घुमाउनु भयो भने अर्को चाहिँ एन्टी क्लकवाइज चाहिँ अटोमेटिकली चाहिँ घुम्छ। द्याट्स वाइ आइन्स्टाइनले यसलाई चाहिँ स्पुकी एक्सन्स भनेर चाहिँ भनेका थिए। यसमा एकदमै भास कुरा चाहिँ के छ भन्दाखेरि चाहिँ उनीहरुमा कुनै सेन्सेस छैन हैन, पार्टिकल्सहरुमा कुनैमा सेन्सेस छैन, कन्सियसनेस छैन, त्यसमा फ्री विल छैन। इट्स जस्ट पार्टिकल हैन। पार्टिकल्स म्याटर कन्टेन्ट भएको छ जसलाई मास भनिन्छ हैन। भने उनीहरुमा त्यो सेन्स कसरी आइरहेको छ? लाइक एउटा अर्को पनि एक्सपेरिमेन्ट छ जसलाई डबल स्लिट एक्सपेरिमेन्ट भनिन्छ, जहाँ तपाईले अब्जर्भ गर्दा चाहिँ पार्टिकल्सको बिहेभ गर्छ इलेक्ट्रोन या फोटोनले हैन, र तपाईले अब्जर्भ गर्न छोड्नु भयो भने उसले चाहिँ वेभको बिहेभ देखाउँछ क्या। भने द्याट्स वाइ पार्टिकल हेज ड्युअल नेचर भन्नुको रिजन चाहिँ के हो भने पार्टिकल्सको पनि बिहेभ देखाइरहेको छ, त्यसमा वेभको पनि बिहेभ देखाइरहेको छ। अब तपाईहरुले यो बुझ्नुभन्दा पहिले एउटा तपाईँ चिजलाई के बुझाउन चाहन्छु भने लाइट इयर्स भनेको के हो भन्दाखेरि चाहिँ प्रकाशले 1 वर्षमा डिस्टेन्स कति ट्राभल गर्छ त्यो डिस्टेन्सलाई 1 लाइट इयर भन्छ। जस्तै प्रकाशले 1 सेकेन्डमा 3 लाख किलोमिटर ट्राभल गर्छ भने त्यो 3 लाख किलोमिटरले 1 वर्षभित्र आउने जति पनि सेकेन्ड छ त्योसँग मल्टिप्लाई गर्दा जति ट्राभल गर्छ त्यसलाई 1 लाइट इयर भन्छ, त्यसलाई 1 प्रकाश वर्ष भनिन्छ। त्यसरी नै क्वान्टम इन्ट्याङ्गलमेन्ट भनेको के हो भन्दाखेरि चाहिँ लाइक फोटोन, इलेक्ट्रोन, कुनै पनि फन्डामेन्टल पार्टिकल्सहरूलाई तपाईले लग्नुस्, तिनीहरूलाई एउटै ठाउँमा राख्नुस् र तिनीहरूले एउटा अवस्थामा गएर एनर्जी या इन्फर्मेसन्स इन्ट्र्याक्ट गर्छ, एक्सचेन्ज गर्छ, र अर्कोलाई तपाईले लाखौं प्रकाश वर्ष ब्रह्माण्डको कुनै अर्को कुनामा तपाईले राखिदिनु भयो भने एउटा अनौठो कुरा के छ भने जस्तै तपाईले कम्युनिकेट गर्नुहुन्छ, कसैलाई कल गर्नुहुन्छ, इलेक्ट्रोम्याग्नेटिक वेभको थ्रुबाट चाहिँ तपाईले केही क्षणभरमै उसलाई कलमा ल्याउन सक्नुहुन्छ या तपाईको भोइस या भिडियो एक्सचेन्ज हुन्छ त्यहाँ हैन। तर यो क्वान्टम इन्ट्याङ्गलमेन्ट भनेको कुरा कस्तो छ भने यहाँ मिडियम चाहिरहेको छ, यहाँ लाइट चाहिँ छ हैन, त्यसको इलेक्ट्रोम्याग्नेटिक वेभ चाहिँ मिडियम भयो, एउटा आधार छ जसको कारणले गर्दा तपाईको भोइसलाई डिजिटल डेटामा कन्भर्ट गरेर अर्को ठाउँमा फेरि त्यसलाई डिकोड गरेर फेरि पूर्णतया तपाईको साउन्डलाई चाहिँ उसले त्यहाँ जेनेरेट गरेर सुनाउँछ अर्को पर्सनलाई। त्यसरी तपाईको कम्युनिकेसन्स भइरहेको छ। तर क्वान्टम इन्ट्याङ्गलमेन्टमा के हुन्छ भन्दाखेरि चाहिँ लाइटलाई 1 सेकेन्डमा 3 लाख किलोमिटर ट्राभल गर्छ। सनदेखि अर्थमा आउनलाई 8 मिनट 20 सेकेन्ड लाग्छ भने इट्स टेकिङ सम टाइम हैन त, त्यहाँदेखि यहाँ आउनलाई यसले टाइम लागिरहेको छ। तर क्वान्टम इन्ट्याङ्गलमेन्टमा यो टाइम एक्जिस्ट गर्दैन यहाँनिर चाहिँ के। हाम्रो पर्सेप्सन, हाम्रो अर्थ या हाम्रो सोलर सिस्टमको आधारमा जुन चलिरहेको टाइम छ, कुनै चिज ट्राभल गर्छ भने उसले टाइम ट्राभल गरेको हुन्छ या टाइममा ट्राभल गर्नु पर्यो हैन। तर क्वान्टम इन्ट्याङ्गलमेन्टमा सनदेखि यहाँसम्म लाइटलाई त आउनलाई ट्राभल गर्न टाइम लागिरहेको छ भने द फास्टेस्ट थिङ इन द युनिभर्स इज लाइट हैन। 1 सेकेन्डमा 3 लाख किलोमिटर हिँड्छ भने ब्रह्माण्डको अर्को कुनामा जानु त त्यसलाई बिलियन्स ट्रिलियन्स अफ लाइट इयर्स लाग्छ त्यहाँ।
तर क्वान्टम फिजिक्सको इन्टेङ्गलमेन्टमा चाहिँ एउटा अनौठो तरिकाले एनर्जी एक्सचेन्ज हुन्छ या इन्फर्मेसन्स एक्सचेन्ज हुन्छ क्या। त्यो कस्तो भन्दा एउटा फोटोनलाई यहाँ राख्नुहोस् र इन्ट्र्याक्सन गरेको अर्को फोटोनलाई बिलियन्स ट्रिलियन्स अफ लाइट इयर्स अर्को ठाउँमा राखिदिनुहोस् होइन। भने यहाँ तपाईँले त्यसलाई केही पनि एनर्जाइज गर्नुभयो, त्यसको स्पिन चेन्ज गर्नुभयो, मानिलिउँ त्यसको मोमेन्टम चेन्ज गर्नुभयो होइन, त्यसको मासमा कुनै अरू चेन्जेस ल्याउनु भयो भने अन दि अदर ह्यान्ड साइड चाहिँ कम्प्लिटली ठ्याक्कै चेन्ज हुन्छ, उसमा इन्स्टेन्टली चेन्ज हुन्छ त्यो। इट डजन्ट म्याटर यो बिलियन्स ट्रिलियन्स अफ लाइट इयर्स युनिभर्सको अर्को कुनामा छ भने पनि त्यसलाई म्याटर गर्दैन, त्यहाँ त म्याटर नै गर्दैन त्यो चिजलाई। क्वान्टम इन्ट्याङ्गलमेन्टलाई आइन्स्टाइनले स्पुकी भन्नुको रिजन के हो भन्दाखेरि चाहिँ फर्स्टमा त आइन्स्टाइनले के भन्छ क्वान्टम फिजिक्सलाई डिनाइ गरेको होइन। उहाँले चाहिँ क्वान्टम फिजिक्सलाई म मान्दिनँ। किन मान्दिनँ भन्दा कुनै पनि इफ समथिङ एक्जिस्ट इन दिस युनिभर्स देन त्यसको हामीले मोमेन्टम, एनर्जी, फ्रिक्वेन्सी, एम्प्लिट्युड, एनिथिङ हामीले जे चाहन्छ त्यो हामीले मजाले त्यसलाई एब्जर्भ गर्न सक्छौँ या अब्जर्भ गर्न सक्छौँ होइन भन्ने चाहिँ उहाँको भनाइ थियो। तर क्वान्टम फिजिक्समा साइमल्टेनियसली कुनै पनि चिजको मोमेन्टम, एनर्जी, भेलोसिटी, एक्सेलरेसन्स या स्पिड कुनै पनि चिजलाई चाहिँ हामीले साइमल्टेनियसली चाहिँ मेजर गर्न सकिँदैन। सो तपाईँले अब क्वान्टम फिजिक्स या क्वान्टम फिजिक्सको एउटा पार्टलाई तपाईँले क्वान्टम इन्ट्याङ्गलमेन्ट भनेर बुझ्न खोजिराख्नु भएको छ भने यो भिडियो हेर्नुहोस् जहाँ चाहिँ पार्टिकल्सहरू एकअर्कासँग इन्ट्रेक्सन गरिरहेको छ। यो दुईवटा पार्टिकल्सलाई तपाईँले ब्रह्माण्डको जुनसुकै कुनामा राख्यो भने पनि यसले आफ्नो इन्ट्र्याक्सन चाहिँ डिस्टेन्स र टाइमले म्याटर गर्दैन भन्छ क्या त्यहाँनिर क्वान्टम इन्ट्याङ्गलमेन्ट भनेको चाहिँ। यसको फाइदा के छ भन्दाखेरि जस्ट लिस्ट आउट गरिदिएको छु मैले होइन। क्वान्टम इन्ट्याङ्गलमेन्ट भोलिको समयमा हुन चाहिँ क्वान्टम इन्ट्याङ्गलमेन्ट चाहिँ 1972 अराउन्डको इयरमा चाहिँ त्यो एक्सपेरिमेन्टले पनि प्रुभ भइसकेको छ होइन। चाइनाले पनि त्यसलाई स्पेसको सेटेलाइटमा एउटा इलेक्ट्रोनलाई एउटा अर्थमा राखेर इन्फर्मेसन चाहिँ क्यारी गरेर उसले त्यो कुरा चाहिँ प्रुभ गरिसकेको छ। भोलिको दिनमा प्र्याक्टिकल्ली यो एक्सपेरिमेन्ट प्र्याक्टिकल्ली एप्लिकेबल हुन्छ भोलिको दिनमा भने चाहिँ यसको फाइदाहरू के छ भने क्वान्टम टेलिपोर्टेसन्सका कुराहरू छन् होइन। हामी पनि यो धरती या ब्रह्माण्डको अरू कुनामा चाहिँ टेलिपोर्ट गरेर इन्स्टेन्टली त्यहाँ पुग्न सक्नेछौँ। अर्को तपाईँ हाम्रो टेलिकम्युनिकेसन्स ह्युजली एडभान्स हुनेछ त्यो टाइममा। तपाईँ हाम्रो इन्फर्मेसन्स, एनर्जी, कुनै पनि चिजहरू चाहिँ इन्स्टेन्टली त्यहाँ पुगाउन सकिनेछ। जुन ब्याङ्किङ सेक्युरिटीका कुराहरू छन्, टेक्नोलोजीका कुराहरू छन् त्यो हाइली अपग्रेड हुनेछ किन क्वान्टम कम्प्युटिङमा त्यो चिजहरू राखिनेछ। र बायोलोजीमा पनि ड्रग्सहरूको केमिकल स्ट्रक्चरलाई कम्प्लिटली बुझ्नको लागि त्यो टेक्नोलोजी युज गर्न सकिनेछ। किन भन्दा अहिलेसम्म हामीले अब्जर्भ गरिरहेको इलेक्ट्रोन्स, प्रोटोन्स या एटम्स या मलिक्युल्स कुनै पनि पार्टिकल्सहरूलाई चाहिँ अब्जर्भ गर्ने भनेको लाइटको फ्रिक्वेन्सी हामीले त्यहाँ पठाइन्छ र त्यसको इन्ट्र्याक्सन्सले यो चिज छ, यसको केमिकल स्ट्रक्चर यो छ, यसरी बोन भएर बसिरहेको छ भन्ने कुरालाई चाहिँ हामीले मध्यनजर राखेर त्यसको आधारमा म्याक्रो वर्ल्डमा बसेर हामीले त्यसलाई अध्ययन गरिरहेका छौँ या ड्रग्सहरू बनाइरहेका छौँ। माइक्रो फर्ममा त हामी गएको छैनौँ जहाँ पार्टिकल्सहरूको प्रपर्टी चेन्ज गर्न सकिरहेको छैनौँ होइन, एटम्स चेन्ज गर्न सकिरहेको छैनौँ। तर भोलिको दिनमा चाहिँ के हुनेछ भन्दाखेरि चाहिँ क्वान्टम इन्ट्याङ्गलमेन्ट चाहिँ हाइली डेभलप भएछ भने या प्र्याक्टिकल्ली एप्लिकेबल भएछ भने त्यो अवस्थामा हामीले जियोलोजी, बोटनी होइन जुनसुकै चिजलाई पनि हामीले कम्प्लिटली चेन्ज गर्न सक्नेछौँ। क्वान्टम इन्ट्याङ्गलमेन्टका फाइदाहरू यिनीहरू थिए। तपाईँहरूलाई क्वान्टम इन्ट्याङ्गलमेन्टको एडभान्टेजहरूको कुनै पनि टपिकमा तपाईँलाई भिडियो चाहिएको छ भने मलाई कमेन्ट गरिदिनु होला। म इच टपिकमा अझै धेरै विस्तृत रूपमा चाहिँ एक्सप्लेन गरेर चाहिँ अपलोड गर्नेछु। आई होप तपाईँहरूलाई मेरो भिडियो चाहिँ राम्रो लाग्यो होला। सी यू अन नेक्स्ट भिडियो। टिल देन टेक केयर, बाई बाई।